शुक्र अस्त भनेको के हो, शुक्र अस्तमा के काम गर्न हुन्छ अनि के काम गर्न हुँदैन, आउनुस् यो विषयमा आज हामी छलफल गरौँ। नमस्कार, म ज्योतिष तथा पण्डित प्रदीप पौडेल हजुरहरू समक्ष उपस्थित भइसकेको छु। आजको यो सामग्रीमा मैले शुक्र अस्त भनेको के हो त्यसको बारेमा मैले जानकारी गराउन गइरहेको छु। अबको आगामी समयमा अर्थात् यही महिना मङ्सिर महिनाको 27 गतेबाट शुक्र अस्ताउँदैछन् र यो समय चाहिँ एकदम लामो समय रहेको छ। माघको 16 गते बिहान मात्र शुक्र उदाउँदछ। पञ्चाङ्ग निर्णायक समितिबाट छापिएका विभिन्न आधिकारिक पात्रहरूमा त्यो कुरो उल्लेख गरिएको छ र भोलिबाट नै हाम्रो चाहिँ अथवा 24 गतेको समय, यही मङ्सिर महिनाको 24 गते बुधबारदेखि चाहिँ शुक्र अन्धको अथवा अस्तको चाहिँ सूतक लाग्दैछ र भोलिबाट चाहिँ सूतकको समय सुरु भएको छ शुक्र अस्तको। अब के हो त शुक्र अस्त भनेको, यसमा हामी छलफल गरौँ। ज्योतिष शास्त्र अनुसार शुक्र ग्रह सूर्य नजिक पर्दा अथवा एउटै राशिमा रहँदा अंशको हिसाबले सूर्य शुक्रको नजिक हुनु, विशेष गरी 10 डिग्रीदेखि 12 डिग्रीसम्ममा अथवा 10 अंशदेखि 12 अंश भित्रमा नजिकमा सूर्य र शुक्र रहे भने त्यसलाई शुक्र अस्त भनेर भनिन्छ। अझ यसलाई स्पष्ट पार्नु पर्दा सूर्यको नजिक पुग्दा ग्रहको आफ्नो तेज गुम्छ। कुनै पनि ग्रहहरू सूर्यको नजिक पुगे भने अथवा एउटै राशिमा नजिकको अंशमा ग्रहहरू पर्न गए भने त्यस्तो अवस्थामा ग्रहको तेज घट्दछ र पृथ्वीबाट हामीले आकाशमा हेर्दाखेरि त्यो ग्रह हामीले देख्न सकिँदैनौँ। त्यसैलाई नै अस्त भनेर भनिन्छ। जस्तै उदाहरणको निमित्त मैले हजुरहरू समक्ष यहाँनिर एउटा कुण्डली पनि प्रस्तुत गरेको छु। यो शुक्र अस्त भएको समयको कुण्डली हो, गोचर कुण्डली। यसमा हेर्न सक्नुहुनेछ वृश्चिक लग्नमा वृश्चिक राशिमा सूर्य रहेका छन्, त्यसै गरी शुक्र पनि यही राशिमा रहेको छ। अब यसमा अंशको हिसाब गर्नुहोस्, 23बाट 16 घटाउँदा जम्मा जम्मी 7 अंशको अन्तर मात्र सूर्य र शुक्रको अन्तर रहन गएको छ। यसैलाई नै अब यहाँ सूर्यको नजिकमा शुक्र ग्रह पर्दाखेरि के भयो त भन्दा अब शुक्र अस्त हुन गयो, यसको तेज कम हुन गयो र यो किन माघ महिनाको समयसम्ममा पुग्यो भन्दाखेरि यो भनेको मङ्सिर छ। अब पुष महिनामा लाग्दाखेरि त सूर्य यहाँनिर पुग्छन् र त्यो समयमा पनि शुक्र एकैचोटि समयमा अब यहाँ 16 अंशमा छ भनेपछि सर्दै सर्दै धनु राशिमा पुग्दछ र मकर राशिसम्ममा पनि आइपुग्दाखेरि यो शुक्र पनि सूर्यको सँगसँगै जाने हुनाले यतिखेर सूर्य र शुक्रको गति एउटै हिसाब हुने भएको कारणले गर्दा माघ महिनाको 16 गतेसम्ममा शुक्र अस्त रहन गएको। त्योभन्दा पछाडि चाहिँ अब शुक्र अगाडि बढ्दै जान्छन् र यसको अंश पनि बढ्दै जान्छ। सूर्य र शुक्रको बिचको जुन अंश छ त्यो अंश चाहिँ बढ्दै दूरी बढ्दै जाने भएपछि जब हामीले आकाश मण्डलमा शुक्र ग्रह देख्न थाल्दछौँ त्यसैलाई नै उदय भए भनेर चाहिँ हामीले भन्न सक्दछौँ। ग्रहस्तमे कार्य सावधानता युक्तः सन्ध्यम दीक्षा जप ध्यान च शुभम। अब शुक्र अस्तको समयमा हामीले गर्न हुने कर्महरू के हुन् त, हामीले के काम गर्नुहुन्छ र गर्नुपर्छ त।
नित्य पूजा पाठ र पाञ्चन देवताको पूजा। नित्य भनेको हामीले दिनदिनै गर्न आइराखेको कर्म छ भने दैनिक रूपमा गरिने पूजा, पाञ्चन देवताको बिहान गरिने पूजा, बेलुका गरिने आरती, यो हामीले दिनदिनै गर्न हुन्छ, दैनिक रूपमा गरिने कर्म। नित्य रूपमा गरिने यात्राहरू जस्तै तपाईहरू बिहान अफिस जानुहुन्छ, बेलुका आफ्नो घर फर्कनुहुन्छ, काममा जानुहुन्छ, कामबाट फर्कनुहुन्छ, यस्तो यो दैनिक रूपमा गरिने यात्राहरू चाहिँ गर्न हुन्छ। र नित्य सन्ध्या जप र ध्यान बिहान, दिउँसो, मध्याहको समयमा र बेलुका गरिने जप छ, ध्यान छ भने त्यो जप र ध्यान पनि गर्न हुन्छ। नित्य निमित्तको कर्महरू भनेको जस्तै नव अन्नप्राशन, बालक 6 महिनामा पुगे अथवा 5 महिनामा पुगे जन्म समय देख्यो भने त्यही समयमा अन्नप्राशन या पासनी गर्नुपर्छ, त्यो पासनी हामीले गर्न हुन्छ। नित्य व्रतहरू जस्तै तपाईँले संक्रान्तिको व्रत लिनु भएको छ भने त्यो व्रत लिन हुन्छ, मङ्गलबारको व्रत लिनु भएको छ भने मङ्गलबारको व्रत, त्यसै गरी शुक्रबार सन्तोषी माताको व्रत लिनु भएको छ भने त्यो नित्य रूपमा गर्नु भएको जुन व्रत छ अथवा एकादशीको व्रत, त्यो व्रतहरू हामीले गर्न हुन्छ, लिन हुन्छ। समय र तिथि अनुसार आउने पर्वहरू जस्तै अब यही शुक्र अस्त भइसकेपछि चाहिँ श्री सुस्तानी परमेश्वरीको व्रत आरम्भ हुँदैछ, माघ मासमा लाग्दैछ, त्यो व्रत गर्नलाई हुन्छ। सुस्तानी परमेश्वरीको व्रत बस्न हुन्छ र त्यहाँ भनिने श्री सुस्तानी परमेश्वरीको कथा श्रवण गर्न हुन्छ र विभिन्न पीठहरू, शक्ति पीठहरूको दर्शन गर्न हुन्छ त्यो समयमा गरिने। त्यसै गरी गएर शाली नदी आदि तीर्थहरूको दर्शन माघ मासमा अथवा सुस्तानी परमेश्वरीको व्रत गर्न हुन्छ। त्यसै गरी मकर सङ्क्रान्ति अथवा माघे सङ्क्रान्ति आउँछ, त्यो माघे सङ्क्रान्ति पनि हामीले मनाउन हुन्छ। त्यो वर्षमा आउने जस्तै यो शुक्र अस्त भित्रमा मानौ बृहस्पति अस्तलाई पनि विशेष रूपमा बारिन्छ, यो भित्रमा दसैँ तिहार परे, जनै पूर्णिमा परे, नाग पञ्चमी परे, यस्तै पर्वहरू परे भने ती पर्वहरू चाहिँ मान्न हुन्छ गुरु अथवा शुक्र अस्त भएको समयमा पनि। त्यसै गरी तिथिमा आइपुग्ने पितृ कार्यहरू जस्तै गयादी आदि श्राद्ध, यही पुष महिनाको 4 गते चाहिँ उत्तर गयादी बेत्रावती श्राद्ध छ, पौखे औँसी पनि भन्छौँ हामीले। त्यस्तो अवस्थामा श्राद्ध गर्नलाई हुन्छ, तीर्थमा गएर श्राद्ध गर्न, गयादी गोकर्ण गएर चाहिँ श्राद्ध गर्न हुन्छ। र वार्षिक श्राद्ध भनेको वर्ष दिनमा गर्दै आइरहनु भएको तिथिको श्राद्ध, दिवंगत हुनुभएको पितृहरूको नाममा गरिने श्राद्ध गर्न हुन्छ। र बालक जन्मिएमा 11 दिनमा गरिने न्वारण पनि गर्न हुन्छ है, त्यो बेलामा हवन गर्नुपर्ने हुन्छ। र बालक जन्मिए सुतक पर्यो भने त्यस्तो बेलामा पनि गरिने न्वारण गर्नुहुन्छ भने अन्त्येष्टि र अन्त्य कर्महरू पनि हामीले गर्न हुन्छ। यदि कोही कसैको मृत्यु भयो भने त्यो मृत्यु पश्चात गरिने सम्पूर्ण कर्महरू पनि यो शुक्र अस्तको समयमा अथवा गुरु अस्तको समयमा गर्न हुन्छ। अब गर्न नहुने कर्महरू चाहिँ के हुन् त? शुक्र अस्तमा गर्न नहुने कर्महरू विशेष यात्रा, तीर्थयात्रा, विशेष तीर्थयात्रा, टाढाको यात्रा गर्नु हुँदैन। लामो समयसम्ममा घर बाहिर बस्नुपर्ने अवस्था आयो भने त्यस्तोमा पनि हामीले घर छोडेर बाहिर जानु हुँदैन यो गुरु अस्त र शुक्र अस्त भएको बेलामा। विशेष मन्दिर दर्शन गर्नु जस्तै दुप्चेश्वर, चिम्टेश्वर, मनोकामना, काशी, गयादी, यस्ता खालका विशेष भाकल राखेर अथवा मनको इच्छा राखेर गरिने जुन मन्दिरहरूको दर्शन छन् त्यो दर्शन चाहिँ हामीले गर्नु हुँदैन। चुडाकरण या कपाल काट्नु, शुक्र अस्तको बेलामा चुडाकरण गर्नु पनि हुँदैन, कपाल काट्न पनि हुँदैन। पहिलो पटकको कपाल काटिँदैछ भने त्यसै गरी गरेर व्रतबन्ध गर्नु हुँदैन, विवाह गर्नु हुँदैन, या शुभ माङ्गलिक कार्यहरू गर्न हुँदैन, विशेष पुराण लगाउनु हुँदैन अथवा श्रवण गर्नु पनि हुँदैन। जस्तै सप्ताह, श्रीमद् भागवत महापुराण, नवहार, नवदुर्गा, भवानीसँग मार्कण्डेय आदि पुराणहरू, त्यसै गरी शिव महापुराणहरू या यस्ता विशेष धार्मिक अनुष्ठानका
कर्महरू चाहिँ शुक्र अस्त भएको बेलामा गर्नु हुँदैन। त्यसै गरेर नयाँ कार्यको थलानी, तपाईँ नयाँ व्यापार व्यवसाय गर्दै हुनुहुन्छ भने नयाँ व्यापार व्यवसाय गर्न पनि हुँदैन, तर पुरानो व्यापार व्यवसाय र आफ्नो कामलाई चाहिँ निरन्तरता दिन हुन्छ। अब नयाँ जग्गा किन्दै हुनुहुन्छ भने जग्गा किन्नु हुँदैन, नयाँ घर किन्दै हुनुहुन्छ भने नयाँ घर पनि किन्नु हुँदैन। त्यसै गरेर शिलान्यास होइन, जग्गामा नयाँ घर बनाउन खोज्दै हुनुहुन्छ भने शिलान्यास र नयाँ घरको सुरुवात पनि यो शुक्र अस्त भएको बेलामा गर्न हुँदैन। यी भनेका गर्न नहुने कर्म, विशेष माङ्गलिक कर्महरू र विशेष कर्महरूको थलानी गर्नु हुँदैन भन्ने शास्त्रीय मत रहन गएको छ। आजको सामग्री हजुरलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन सक्नुहुनेछ। यस्तै यस्तै सामग्रीको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरी नजिकैको बेल आइटमलाई दबाइदिनु होला। मेरो फेसबुक पेजलाई पनि फलो गर्नुहोला। त्यसै गरी कुण्डली विश्लेषण गर्न, चिना बनाउन र कर्मकाण्डका लागि यहाँ स्क्रिनमा देखिएका 2वटा नम्बर छन्, यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ र यो 2वटा नम्बरमा तपाईँले व्हाट्सएप, इमो र भाइबरमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ। प्रतिक्रिया दिँदै गर्नुहोला। राधे राधे।